नमस्कार, अभिवादन सम्पूर्ण पाँचथरवासी दाजुभाइ दिदीबहिनीहरू। म दिनेश लाउती, नेकपा माओवादी केन्द्र जिल्ला कमिटीका सह इन्चार्ज र यो वैशाख 25 गते प्रचण्डको उपस्थितिमा हुन गइरहेको विशाल जनसभामा सहभागी हुन पाँचथर जिल्लाको 8वटै पालिकाबाट उपस्थित हुनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। सहभागी बन्नुहोस्। यो वैशाख 25 गतेको जनसभामा कमरेड प्रचण्डको महत्त्वपूर्ण सम्बोधनमा सहभागी बन्नुहोस्। पाँचथर जिल्लासँग जोडिएको माओवादी केन्द्रको पालामा बनेको विकासका कामहरू अधुरा छन्। तम्बर करिडोरको बाटो प्रचण्डकै पालामा बजेट व्यवस्थापन भएर तीव्र गतिले काम बनिरहेको छ। अहिले मध्य पहाडी लोकमार्ग बजेटको अभावमा अलपत्र अवस्थामा छ। यी सबै राष्ट्रिय गौरवका योजनाहरूलाई द्रुत गतिमा अगाडि बढाउनका निम्ति प्रचण्डद्वारा महत्त्वपूर्ण सम्बोधन हुने भएको हुँदा वैशाख 25 गते जनसभामा सहभागी बनौँ र द्रुत गतिमा राष्ट्रिय गौरवका योजनाहरूको कामलाई अगाडि बढाउँ। पाँचथरको समृद्धिको आधार बोकेको तमल जलाशययुक्त योजनालाई छिटोभन्दा छिटो अगाडि बढाउँ। यी महत्त्वपूर्ण योजनाहरूलाई शीघ्र रूपमा अगाडि बढाउनका निम्ति प्रचण्डको महत्त्वपूर्ण सम्बोधन हुने वैशाख 25 को फिरिममा हुने जनसभामा सहभागी बनौँ। फिरिम माविको खेल मैदानमा हुने विशाल जनसभामा सहभागी बनौँ। धन्यवाद, अभिवादन।